हेलो एभ्रिवान, नमस्ते, राधे राधे सबैजनालाई। अनि आज चाहिँ साथीहरू मैले कति दिनको बादमा किचनबाट भिडियो बनाउँदैछु हो। अनि किचनमा चाहिँ आज मेरो के बनिँदैछ भन्दाखेरि चाहिँ साथीहरू मोमोज बनाउँदैछु मैले चाहिँ है। अनि मेरो भिडियोलाई एकदम फुल वाच गरेर हेरिदिनुहोस् होला साथीहरू, मन नपरे पनि है त। ल अब चाहिँ म मोमोजको किमाहरू बनाउनुको लागि रेडी गर्दैछु। तपाईँहरू बनिराख्नु होला है त मेरो भिडियोमा। यो चाहिँ मोमो किमा बनाउनुको लागि चाहिँ 1 किलो पनिर ल्याएको छु। 1 किलो पनिरलाई चाहिँ मसिनो पारिसकेको छु। अब यो माथिबाट राख्दैछु हरियो धनियाँ राखिसकेपछि मैले यहाँनिर अदुवालाई कोरेसो गर्दैछु। अदुवा पनि कोरेसो गरिसकेँ। अब प्याज राख्दैछु। प्याज राखिसकेपछि मैले चाहिँ नुन पनि राख्दैछु यहाँनिर। नुन राखिसकेपछि अब यो माथिबाट मैले अलिकति अजिनामोटो राख्छु, किन घरमा खाने हो, नानीहरूको लागि हो, त्यही भएर मैले कम्ती राखेँ। अब मैले किमालाई मजाले मसल्दैछु। किमालाई मसलिसकेपछि किमा पनि रेडी भइसकिसक्यो। अनि यहाँ चाहिँ मैले आधा किलो मैदा ल्याएको छु। मैदाकोलाई चाहिँ अब गुन्नुको लागि अलिकति नुन हालेँ मैले। अब गुनिसकेँ मैदा गुनिसकेँ। यता किमा पनि रेडी भयो। अब मोमो बनाउनुको लागि पनि रेडी। अनि मैले चाहिँ साथीहरू यसरी बनाएँ मोमो। कस्तो लाग्यो हजुरहरूलाई यसो कमेन्ट गरिदिनुहोस् होला। मोमो पनि पाकेर रेडी भइसकिसक्यो। अब म चाहिँ खानुको लागि यहाँनिर प्लेटमा पनि हालिसकेँ।